ल तल्लो साङबालेमा मैले दसैँभन्दा अगाडि पोस्ट गरेको थिएँ बिजुलीको लाइन के अरे पोल छन् बत्ती छैन घरमा लाइन छ बाटोमा छैन भनेको थिएँ। अहिले यो तल्लो साङबालेमा छु म। यहाँका चाहिँ गाउँका सबै दाजुभाइ दिदीबहिनीहरू मिलेर देउसी खेलेर आज सम्पूर्ण पोलमा चाहिँ उहाँहरूले बल्ब हाल्नु भएको छ। सबैजनालाई धेरै धेरै धन्यवाद। यसै गरी यो चाहिँ अब यो स्थानीय सरकारलाई लाज हुन्छ कि लाज त के हुनु न, अब उही के जाति गरेर मुख छोपेर हिँडेको सरकारलाई। ल सबैजनालाई धन्यवाद। अब सकेसम्म सबैले आफ्नो ठाउँमा गरौँ। ल यही म कन्टिन्यू गरिरहेको छु यो तल्लो साङपालेको। आज देउसी तिहारमा देउसी खेलेर यहाँका दाजुभाइ दिदीबहिनीहरूले सबै पोलहरूमा चाहिँ आज 22वटा पोलमा चाहिँ उहाँहरूले बत्ती फिट गर्नुभएछ। 1500 रुपियाँ दिएर चाहिँ प्राविधिक बोलाएर ल्याएर स्थानीय सरकारले नगरे चाहिँ उहाँहरू आफैले गर्नुभएछ। ल धेरै धेरै धन्यवाद। ल हेर्नुहोस् देउसी खेलेर चाहिँ उहाँहरूले म देखाउँदै गइरहेको छु। अब यसमा चाहिँ स्पेसल्ली उहाँहरूले योगदान गर्नुभएको जित नारायण, राजेश भाइ, त्यसै दिपेश, कलावती र सावित्रा उहाँहरूको चाहिँ धेरै ठुलो योगदान छ। देउसी खेल्न अरू सबैजना लाग्नुभयो भने उहाँहरू आजको पुरै दिनभरि खट्नुभयो र देउसी पनि खेल्नुभयो। उहाँहरूले अगुवाई गर्नुभयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। ल यसै गरी सबै ठाउँमा देखाउँदैछु पोलहरू हालिरहनु भएको छ। खट्ने मध्ये 2 जना यहाँ पनि हुनुहुन्छ, कलावती पुरी र हाम्रो दिपेश बल्ल हुनुहुन्छ। र अहिले हामी हेर्दै गएका छौँ कहाँ कहाँ बत्ती बलेको छ भनेर। सबै ठाउँमा 22वटा बत्तीहरू हालियो। र यसै गरी अन्य ठाउँका साथीहरूले पनि 2 दिन देउसी भैलो खेल्दाखेरि आफ्नो गाउँ झलमल्ल हुन्छ भने अब स्थानीय सरकारको मुख ताकेर नबसौँ, हामीले केही गर्न सकिन्छ। सानो सानो सहयोगबाट पनि गर्न सकिँदो रहेछ। ल हेर्नुहोस् अहिले बाटोमा इभिनिङ वाक गर्दा पनि कति सजिलो भएको छ। एक्सिडेन्ट हुने सम्भावना धेरै कम छ र यताउता सर्पहरूले टोक्ने किराहरूले टोक्नेहरूले सम्भावना छैन। ल धेरै धेरै सबैलाई धेरै धेरै धन्यवाद।